सिरिस हजुर तिमीले के खान लाएको हो यो मेरो फेभरेट सुशी तिमी कहाँ बस्छौ रे जापान बस्छौ हैन कोले खानु भछ यो जापानिज सुशी कोलाई मन पर्छ कमेन्ट गर्नु ल मेरो छोराले मलाई त ठिकै लाग्छ मेरो छोरालाई चाहिँ यो सुशी भनेपछि यति मन पराउँछ ल हजुर किन छैन यहाँ ल खाएर देखाउ त कस्तो छ म एकैचोटीमा एउटा खान सक्छु ह एकैचोटीमा एउटा खान सक्छु बिस्तारै खाऊ एउटा आधा आधा गरेर खाऊ फेरि किन ल त वासाबी यो हो यो कोलाई थाहा छ यो वासाबी हो कस्तो पिरो 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 हुन्छ लास्ट पिरो हुन्छ कस्तो छ सिरिस यम्मी छ मिठो छ खै त मम्मीलाई थ्याङ्क यू मम्मीले किनेर ल्याइदिएकोमा भन न थ्याङ्क यू मम्मी किनेर वासाबी एकदम पिरो छ कानमा है आगो आउने घरेको नि हुन्छ हो र ककलाई मन पर्छ सुशी यो चाहिँ सबै काँचो माछा हो है सबै यो जुन देखेको छ नि अन्डाहरू नि छ नि अन्डा हो र यो अन्डाहरू नि सुशी यो त यहाँ त है सबै माछा हो तर अझै हुन्छ हजुर माछा भन्दा नि फरक हो र अन्डा नि हुन्छ ए तिमीलाई के सुरुमा तिमीलाई फर्स्ट टाइम मैले त खान्थिनँ तिमीले चाहिँ स्कुलमै खाएर हो टेस्ट पाएको यति मिठो मन पर्ने कहाँ खायौ त तिमीलाई कसरी थाहा भयो त यति सुशी यस्तो क्रेजी कसरी भयो मलाई बताइदेऊ न मलाई थाहा छैन के यस्तो काँचो माछा काँचो अन्डा सबै किन मन पर्छ तिमीलाई म त किनभने मलाई चिसो मन पर्छ हो र काँचो मम्मी यो खान उसले त काँचो अन्डा पनि त्यो भातमाथि काँचो अन्डा राखेर पनि खान सक्छ के बाबुले फुरिका के भन्छ जापानिजमा त फुरिका के हालेर पुरै ऊ चाहिँ नेपालीको बच्चा हो होइन म चाहिँ नेपाली हो र पनि खानपिन यताउता पुरै जापानिजको खाके यो खान्छु खाऊ न त ऊ गर है पखेटा नखाऊ है खाना हुन्न होइन खाना मिल्छ हो र तर राम्ररी ढोक्नु पर्यो हो र राम्ररी ढोक है त आज क्रिसमसको दिन केक ल्याइन मैले यो तिमीलाई ओ माई गॉड